ला म त मेरो ब्यागै लाउन बिर्सेँ त यार। यार एकदमै ओहो साथी नि भेट्यो। आउने बेला ठ्याक्क साथी भेट्दिँदा गुगल म्यापमा। सो हेलो एभ्रिवान एन्ड वेलकम ब्याक टु एमजिआर भ्लग गेन। सो आज हामी चाहिँ जाँदैछौँ पुलचोकतिर। त्यहाँ हाम्रो ज्यास नेपाल भन्ने उतातिर सुज छ, मेरो त होइन है, उता भाइको हो। अनि म चाहिँ अहिले चाहिँ त्यहाँ म चाहिँ बसबाट अहिले जान आँटेको छु। अनि ठ्याक्क पुलचोकतिर छ। आज भाइहरूलाई पनि भेट्छौँ र भाइहरूको नि केही बिजनेस प्लान भएको कारणले चाहिँ आज म त्यसैले मलाई नि इन्भिटेसन गरेको छ। सो म चाहिँ उतै गएर बोल्छु र म अझसम्म गाडी वेट गर्दैछु। गाडी आएको पनि छैन है, यत्तिकै बस्नु पर्दैछ अहिले। अब जब जब गाडी आउँछ अब तब चाहिँ हिँड्छु म। ओके सो अहिले म बल्ल जाउँदाखेरि पुगेँ। आज धन्न चाहिँ मैले चाहिँ पैसा बोकेर आएको थिएँ। न त हजुरले पहिलाको बसन्तपुरको भ्लगहरू हेर्नुभएको थियो होइन। त्यो बसन्तपुरको भ्लगमा चाहिँ मैले सुरुमा भन्दाखेरि चाहिँ मैले पैसा लिन बिर्सेको थिएँ कि गाडीमा चढेर सबै पैसा अनलाइनमा मात्र थियो। र अहिले चाहिँ बल्ल मैले पैसाहरू चाहिँ बल्ल विथड्र गरेर फाइनली क्या मैले सुरुमा बस चढ्छु भन्ने बित्तिकै मैले सुरुमा पैसा विथड्र गरिदिएँ। किनकि फेरि पहिला जस्तो बसन्तपुरमा भयो जस्तो फेरि यहाँ पनि इन्सिडेन्ट हुन्थ्यो पुलचोक काउन्टर मात्र। र म चाहिँ अहिले जाउलाखेलमा छु। अब हामी यहाँबाट चाहिँ हामी ज्यास नेपाल जान्छौँ, जुन चाहिँ हाम्रो ललितपुरको हो। हजुरहरूलाई ज्यास नेपाल खोज्नुहुन्छ भने गुगल म्यापमा ओके ओके थ्याङ्क यू सो मच इज हियर। म जाउलाखेलतिर आउने बेला चाहिँ पाएको एउटा टेम्प्लेट, आँखा जुदाउन कठिनाइ हुनु बच्चाहरूको लागि भएको रहेछ है यो चाहिँ। र हाम्रो यतातिर भएको रहेछ। सो यु गाइज क्यान भिजिट है। र म चाहिँ अहिले चाहिँ ज्यास नेपालै जाँदैछु। हाम्रो त्यहाँ चाहिँ भाइहरू बसेको छ बिजनेस मिटिङको लागि। आइम वेटिङ फर टु टाइम। अब साथी नि भेट्यो। आउने बेला ठ्याक्क साथी भेट्दिँदा। ओके ओके ल बाई बाई सी यू। ल ओके बाई बाई। हजुर हजुर ए बाई बाई। ओके उहाँ चाहिँ मेरो उता म हिमालय जाभाको इन्टर्नसिप पनि भइसकेँ कि 10 दिनको इन्टर्नसिप थियो हिमालय जाभामा। मैले 10 दिनको इन्टर्नसिप पनि भइसकेँ कि र उहाँ नै हुनुहुन्छ, उहाँ नै गाइडर हुनुहुन्थ्यो कि उहाँले मलाई गाइड गर्नुभयो हिमालय जाभामा। सो थ्याङ्क यू सो मच। ओके सो हामी अहिले यो अल्का हस्पिटलदेखि अगाडि छौँ। उता हस्पिटलदेखि उता अगाडि ज्यास नेपाल भन्ने ठाउँमा है, देख्न सक्नुहुन्छ कि नै। ल हामी चाहिँ ज्यास नेपाल चाहिँ आइपुग्यो है। यहाँ के छ यार एकदमै ओहो बडी सडी देखाउँदै हेर न। हाम्रो झापु भयो नि त फेरि। ल हामी यही भेट्यौँ। मैले ठ्याक्क लोकेसन दिँदै आइरहेको थिएँ कि ए हेलो लङ्का धेरै धन्यवाद हजुरलाई। Golden hues around us, sun sinks low into the sea. Feel the breeze is so free now. Close your eyes, come with me. Palms sway in slow motion. Stars are dancing in the sky. We ride waves of emotion, just you and I. Oh my, hold me close, don't let go. यहाँ जुत्ताहरू किन्नु छ भने यता कन्ट्याक्ट होइन त। पिसहरू चाहिन्छ भने यता ज्यास हाम्रो ज्यासलाई गयो। माछा किन्नु छ भने चाहिँ यता मान्छे हेर्दैछ। ओहो यता नौलो यता। र उसको पसलको लोकेसन मैले देखाइदिइसकेको थिएँ होइन त्यतिमै। यस्तो छ जुत्ताहरू जे पनि पाउँछ होइन ठ्याक्क। प्यानलमा भएको सबै तपाईँले नर्मल मार्केट 31, 32 के 31, 3200 समथिङमा पाउनुहुन्छ। तर
We can do up to 2700 हामीले एकदमै रिजनेबल रेटमा 2700 को समथिङ रेन्जमा बेचिरहेको छ कन्भर्सहरू चाहिँ एकदमै जेन्युन मास्टर कपी टाइपमा यो त खतरा छ है कस्टमाइज कस्टमाइज होइन कस्टमाइज पनि पाउँछ होइन यता यो पनि कस्टमाइज हो वाल छ है यो टोपी पनि कस्टमाइज हो भन्ने वारको हेर्नु छ त यो कस्टमाइज सुज भन्ने खै कुन हो कस्टमाइज ए सोकेसमा छ त यता यस्तो जुङ्गाहरू एनिमेकोहरू पनि बनाउँछौ कसो कस्टमाइज कि आफैले बनाउने हो कि आर्ट्सले ओ मेरो जस्तो जुत्ता रहेछ है ल ओके आज चल्तीमा आज धेरै कुराहरू भयो मिटिङ पनि भयो यही हो गाइस ड्यास आउँदै गर्नु होला है अब हामी कता जाँदैछौँ अरे भाइ भन्नु त हामी अब मसिन्द्रनाथ बनाइरहेको ठाउँमा जाँदैछौँ यहाँ अलिकति धेरै नोइज छ मैले माइक्रोफोन पनि लगाएको छु र एकदमै धेरै आवाजहरू पनि आइरहेको छ मेरो भोइस चाहिँ त्यस्तो क्लियर नआउला सो म चाहिँ मेरो भोइस पनि अलिकति एडिट गरिदिन्छु यता ल म त मेरो ब्यागै लाउनु बिर्सेँ त यार मैले मेरो ब्यागै लिएर आउनु बिर्सेँ ल धुम चाले ल भाइ चाहिँ साइकल लिएर आउँदैछ पठाऊ पठाऊ थ्याङ्क यू सो मच फर द डेलिभरी सो दाई चाहिँ एकदमै जेन्युन दाई हो होइन एकदमै हेल्पफुल दाई तिमीले मास्क लगाएको छ अलिक सुन्नु यार यति बेला फेरि एकदमै भिड हुन्छ नि दाई भिड भएको बेला अब परै भिड हुन्छ आफै यतातिर जाम भनेको मैले अघि भर्खर उता पछाडि मोमोको बास आएको थियो हामी दुईजना भोक लागेको छ यार है केही नि खाएको छैन अब हामी यस्तो नास्ता पसल खोजिरह भाइ चाहिँ नि कहाँबाट आएको त यस्तो कपडा लगाएर म त घरबाटै आएको डाइरेक्ट नआएर वाह डाइरेक्ट कतै होइन अह साइक्लिङ गरौँ साइक्लिङको ड्रेसअप लाम भनेर अह आफ्नो म चाहिँ त्यही भनेरै आएको ल नाइस वी आर हेडिङ टु पिम्बाल अहिले है सो त्यतिर भेटौँ न ल हामी ठ्याक्क अहिले पिम्बाल पुगेको छौँ म र छापु भाइ कहिले धेरै कन्टेस्टेड रहेछ यार यहाँ ल हामी ठ्याक्क पिम्बाल पुग्यौँ है अहिले Like you, be strong to hold the powers of the sun. To dream, believe in strength. Now I'm the only one, only one. हिँडी बल्ल एउटा पसल पायो है हामी चाहिँ खान्छ आऊ न त के खान्छौ भन है ठाउँ यहाँदेखि सिधै गयो जान्छ होइन अनि यहाँबाट ए ओके थ्याङ्क यू म पैसा कति भयो निकालिदिनु अस्ति त गाडी चढ्ने बेला पैसा ननिकालेर क्या एउटा आन्टीले तिर्दिनु भयो यार हुन्छ थ्याङ्क यू सो मच ओके सो अहिले एकछिनमा भेट्छु है म धेरै भिड छ कि त्यसैले यहाँ अलिक बसेर खाना चाहिँ मिलिरहेको छ होइन त्यसैले प्याक गरेर लगेको छौ अब गएर चाहिँ खान्छौ त्यसपछि भन्छु यो मसलाहरू चाहिँ मिठो रहेछ यो खाना परिएर धेरै गाडीहरू हिँडेको थियो मसला टन्ने रहेछ यार फोकस गरौँ मिठो छ दामी रहेछ है जाएको भयो है म थाहा नै थिएन त यस्तो छ भनेर आज भ्लगिङ पनि भयो बिजनेस डे पनि भयो र भाइको क्याफेको लागि आइडिया पनि आयो अब फुड भ्लगिङ पनि भयो भनौँ न सबै एउटैमा भयो क्या दामी छ है खान्छु अझै बाटो चाहिँ चिया पनि राम्रो छ समोसा पनि राम्रो छ है पाटन त खास फास्ट फुडहरू यस्तै खानुको लागि चाहिँ बेस्ट छ क्या भाइलाई चाहिँ समोसा अझै मन परेछ मलाई नि दामी लाग्यो समोसा एकदम बेस्ट बनाएको रहेछ अब हामी फेरि मार्केटिङ ब्याक टु फेरि त्यही प्लेस
अब त्यो पसलको मार्केटिङ अलिकति गरिदिने मार्केटिङ त्यो ठाउँमा हामी फेरि जाँदैछौँ कि अहिले फर्केर समोसा कस्तो दामी थियो मलाई त सुरुमा एक्सपेक्टेड त त्यस्तो त थिएन होइन अहिले चाहिँ खाएर चाहिँ है दामी थियो कि ल हामी त फेरि आयौँ है त्यही अघि नै समोसा पाउने पसलमा ल भाइ समोसा त सक्यो क्या हो पसलको समोसा चाहिँ एकदम मिठो लाग्यो मलाई कहाँ छ अरे बिचमा छ अरे पाटन र पिम्बालको पिम्बाल जाने र पाटो जाने कि बिच ल फेरि लिँदैछौँ हामी त ओके गाइज जाउँ हामी फेरि लियौँ अब फेरि गएर फेरि खान्छ अब मसलाले गर्दा मिठो भएको छ मसलाले गर्दा झन् इन्हेन्स भएको छ है यो मसलाहरू चाहिँ यो चौधमा हाल्ने मसला जस्तो लाग्यो हाम्रो लेप्चामा पिम्बाल छ र हाम्रो राइट साइडमा त पाटन छ पिम्बालदेखि पाटन जानेको रोडको बिचमा चाहिँ यो पाउँछ है समोसा एकदमै बेस्ट छ क्या मसलाले गर्दा 10 मिनट जान्छ बिचमा ल अगाडिबाट भाइ छुट्टिने होला तिमी चाहिँ आफ्नो काममा जाने होला म पनि यहाँबाट घर जान्छु यो भ्लगमा चाहिँ म पाटन चाहिँ घुम्दिनँ आफ्नो कामको लागि मात्र आएको हो अब नेक्स्ट भ्लगमा चाहिँ म यहाँ फेरि पाटन आउँछु अनि त्यसपछि पाटन घुम्छु हो किन झापु भाइ अब झापु भाइ भयो भने मसँग पाटन घुमाउँला नभए म एक्लै सोलो ट्राभलिङ त्यही हो बसन्तपुरमा घुमे जस्तै ओके सो क्याफेहरू पनि ठन्डै रहेछ त यार ल हामी चाहिँ ठ्याक्क म अहिले यता चोकमा पुगिसकेँ म र भाइ अब यहाँबाट हामी पुगिन्छौँ सो गाइस तपाईँलाई धेरै भ्लग मन पऱ्यो भने प्लिज हिट लाइक एन्ड सब्सक्राइब टु एनटिआर भ्लग ओके सब्सक्राइब टु एमजिआर भ्लग सो ओके थ्याङ्क यू सो मच फर वाचिङ गाइस बाई